आमाले त बस 9 महिना मात्रै पाल्छ के बच्चालाई, तर बाबाले जिन्दगीभर पाल्छ एउटा बच्चालाई। आमा भन्नुहुन्छ आज मेरो छोरी के खाला, आज मेरो छोरो के खाला, तर बाबा सोच्नुहुन्छ कि मेरो बच्चा जिन्दगीभर कसरी गरी खाला भनेर सोच्छन् के। जब बाबा जिउँदो हुन्छ नि, जब बाबा जिउँदो आफूसँग हुन्छ नि, तब मान्छेहरू कुनै कुरामा डराउँदैनन्, कुनै कुरा कमी भएको जस्तो महसुस हुँदैन क्या। कोही छ मेरो लागि जिन्दगीसँगको लागि, के अरे यो दुनियाँसँग समस्यासँग जुझ्ने मान्छे कोही छ मेरो लागि हुन्छ क्या। जब त्यही मान्छे आफूसँग हुँदैन नि, तब त्यो मान्छे उसलाई थाहा हुन्छ कि मेरो सबैभन्दा बलियो सहारा नै टुटेको अवस्थामा रहेछ भन्ने हुन्छ क्या। एउटा बाबा भन्ने कुरा नि, आमाले एउटा छोरा एउटा छोरीलाई जहिले पनि बच्चा देख्नुहुन्छ, तर एउटा बाबाले एउटा बच्चामा भोलिको भविष्य देख्नुहुन्छ कि। उहाँले भोलिको लागि सोच्नुहुन्छ कि, तर आमा आजको लागि मात्रै सोच्नुहुन्छ, बाबा भोलिको लागि समेत सोच्नुहुन्छ। हामी उसलाई नै कम माया गर्ने गर्छौँ क्या।